यो जाँठोको पारा यस्तो छ अनि कसरी माटोमा भोट हाल्ने भनेको? घन्टीमा भोट हाल्यो भने देश रहँदैन रे। घन्टीमा लाग्ने युवाहरूलाई देशको माया लाग्दैन रे। कस्तो कस्तो अभिव्यक्ति हो यो? घन्टी पार्टीमा लाग्ने युवाहरूलाई देशको माया नलाग्ने, अनि श्रम संस्कृति पार्टी माटोमा लाग्ने युवाहरूलाई चाहिँ देशको माया लाग्ने, अनि घन्टीमा भोट हाल्दा चाहिँ देश नरहने, माटोमा भोट हाल्दा चाहिँ देश रहने। अनि यस्तो अभिव्यक्ति दिने यस्तो मान्छेलाई चाहिँ अनि यो हर्क सम्पाङको पार्टीमा आउने फागुन 21 गतेको चुनावमा कसरी भोट हाल्ने यो माटोमा? तपाईँहरू आफै भन्नु त। अब हामीहरू अब हर्क सम्पाङलाई विरोध गराए भन्छ कि हामीले किन विरोध गरेको थाहा छ? हर्क सम्पाङको दिन प्रतिदिनको उहाँको अभिव्यक्तिहरूले गर्दाखेरि जसरी उहाँको आउने भोट पनि नआउने भइसक्यो यहाँ। हाम्रो चाहना चाहिँ के भन्दाखेरि नयाँ नयाँ मिलेर देशमा केही गरोस् भन्ने हाम्रो चाहना हो कि। यो हर्क सम्पाङ भन्ने मान्छे बिहान उठ्यादेखि बेलुका नसुतेसम्म घन्टी पार्टीलाई विरोध गरिरहेछ। अनि घन्टी पार्टीलाई विरोध गर्नुको कारण चाहिँ के? तपाईँहरू यो श्रम संस्कृति पार्टीमा भोट हाल्नुभन्दा अगाडि एकचोटि हर्क सम्पाङको अभिव्यक्ति र उहाँले बोलेको हरेक स्टेटमेन्टहरूलाई एकचोटि निहालेर हेर्नु अनि मात्र भोट दिनु। यस्तो अराजक यस्तो नि हुन्छ भने हामीले यस्तो नेता खोजेको होइन कि, हामीलाई यस्तो नेता चाहिँदैन।